दिदीबहिनीहरू तपाईँहरूको इज्जतको तारिफ गर्नेहरू धेरै हुन्छन्, धेरै भेटिन्छन्, तर तारिफ गर्दा गर्दै उतार्ने पनि तिनीहरूकै बिचमा लुकेका हुन्छन् है। विचार गर्नुहोस् है, विचार गर्नुहोस्। यो इज्जत भन्ने कुरा त सबैको लागि बराबरै होला नि हो। केटाकेटी भनेर छुट्याउँछ र इज्जतले? यो त आफूले मान्नुपर्ने कुरा हो, आफूले आफूलाई सही ठाउँमा राख्ने कुरा हो, आफूले आफूलाई इज्जत गरेपछि अरूले पनि गर्ने कुरा हो नि त। केटाकेटीमा त्यति भेदभाव नभए तापनि तर हामीले केही कुराहरूलाई चाहिँ मध्यनजर राख्नुपर्छ कि समाजमा भएका घटनाहरू, विगतका घटनाहरू, भइरहेका कुराहरू। जस्तै कि विगतका घटनालाई हेर्ने हो भने त छोराछोरी दुइटै बेइज्जत भएका छोराछोरीहरू मध्ये छोरीको जीवन कष्टकर भएको छ नि त। छोरीको जीवन बढी बर्बाद भएका घटनाहरू बढी छन् भनेपछि यसमा होसियार हुनु त छोरी मान्छेले होला नि त अलिक बढी। के गर्छौ? यसमा हामी बराबर हौँ, एउटै हौँ भनेर पनि भएन। हाम्रो अहिलेसम्मका सुसाइड केसहरू हेरौँ न, आत्महत्याका प्रयासहरू, आत्महत्या गरेका घटनाहरू हेरौँ त, रेकर्डहरू हेर्ने हो भने महिला दिदीबहिनीहरूकै बढी सङ्ख्या छ। विचार गर्नु होला दिदीबहिनीहरू। इज्जत गर्नुहोस् पनि, इज्जत पाउनुहोस् पनि, तर त्योभन्दा महत्त्वपूर्ण आफूलाई जोगाउनुहोस् पनि।